आज रातभरि पानी परेर हामी बल्ल उठ्यौँ। चिया खाँदैछौँ। फु पनि आउनु भयो। हाम्रो घर यहाँ छ। अहिले हिमाल देखेको छैन, पुरै उसले बादलले ढाक्या। अहिले खुलेपछि हामी भिडियो बनाउँछौँ। आरम्भ हेलो भन्देऊ। आज कुन डे हो नि हामी आएको? ल हामी फेरि भेट्छौँ। अहिले नजानी अबले भात सात खाएर नि हामी गलियामा पुरै घुमेर भिडियो बनाउने के? रेडी भयो। यस होइन हामी घुम्ने। फु पनि त्यहाँ ब्लग बनाइरहनु भएको। चिया खाँदै घुम्दै चिया खाँदै घुम्दै घरबाट निस्किने बित्तिकै यस्तो दामी बाटो छ। दामी छ बाटो। ल मैले चाहिँ पहिलो ब्लगमा चाहिँ बाटो एउटा नि काटेको छैन, बाटो आउने मान्छेहरूले देखोस् भनेर बाटो पुरै हालिदिएको छु। त्यही भएर यो चाहिँ दोस्रो ब्लग बनाएको गले गाउँको। ल हामी नेक्स्ट भिडियोमा फेरि भेट्छौँ। र आज हाम्रो घुम्नलाई खानासाना खाइसकेपछि सबभन्दा पहिला स्मृति गुरुङ पहिलो पटक इन क्यामेरा। अर्को नि छ क्या त के हो तिमीहरू अनुहार देख्नु नहुने? छिटो जाऊँ, ग्याङ भइसक्यो यहाँ हामी। मामा ओ आमा समूह छिटो आउनु। ए आमा समूह लास्ट ढिल गर्दो रहेछ यार। आरमा त्यहाँ चढ। हामी चाहिँ अब घुम्न जानु ला। कहाँ जाने हामी? घुम्न जाने, मन्दिर जाने। हामी मन्दिर पहिला जाने कि हिमाल हेर्ने पहिला जाने हो? मैले टोपी हात टोपी। स्मृति आऊ यता। हिमाल हेर्न जाने। यो के हो? यो होटेल हो? होमस्टे। ल यहाँ घलेगाउँमा चाहिँ लोथ होमस्टे छ जति भयो नि। ल हिमाल त सबै उसले ढाकेको रहेछ त। यो चाहिँ के हो? पर्यटन सभा हल रे घलेगाउँ। यहाँ चाहिँ पाहुनाहरूलाई सायद वेलकम गर्ने ठाउँ हो होइन र? च्या झुट। ए नाचगान हुने ठाउँ हो यो? दामी छ। ल अब हामी मन्दिर पुगेर भेट्छौँ। मन्दिर आउन आँटिसकेछ। म चाहिँ तपाईँहरूलाई मन्दिर देखाउँछु तर दुईजना मान्छे देखाउँछु। दुईजना मान्छे आयो कि आएन? जति लुके पनि आएको छ। दुईजना एकदम घरको काम गर्ने बुहारी चाहिएको खण्डमा दुईटा एकदम खोइ आरम्भको साथी। लेट्स गो। ल फर्स्ट लुक्स मन्दिरको। दाइ झन्डै लड्नु भएको। क्याप्चर गरे भिडियोमा गर्यो। यहाँ चाहिँ ढुङ्गे धारा रहेछ। पहिला स्मृति लुगा धुन आउने ठाउँ होइन?
हो कुन खोल्ने खै कहाँ छ हो खोल्यो नि आउँछ हेरौँ आउँदैन बिग्रेछ कुन मन्दिर हो यो ओ माई गॉड कुन मन्दिर हो यो उत्तर कन्या मन्दिर ए दामी छ ल मन्दिर भित्र जाने हो ऊ त्यसमा जानु पाउँछ नि त घन्टी बजाउन न हो र चाहिँ मन्दिर दामी छ उत्तर कन्या मन्दिर रहेछ मन्दिर पछि अब हामी लाग्छौँ त्यो के हो म्युजियम जस्तै हो यहाँ चाहिँ सबैतिर ढुङ्गाको बाटो हुँदो रहेछ दामी जहाँ जहाँ गयो नि जे जे गयो नि ढुङ्गाको बाटो को ए म त आफै हेर्ने हो आफ्नो ब्लग ढुङ्गाको बाटो सबैतिर ढुङ्गाको बाटो हो नि दामी छ द वे टु हेभन किन हाँस्यो तिमीहरू पहाडबाट खिच्छ अब तिमीहरूलाई कतिवटा सिँढी छ यसमा ओइ घुमाउलो रहेछ यार वाउ ल यहाँ चाहिँ म पहिला फोटो खिच्छु अनि गर्छु है यहाँबाट चाहिँ यो भरे सिधै आकाशतिर गइरहेछ म्युजियम पाँचुको कोही भी दिन 10 घर दामी रहेछ हामी आएको 1-1.5 घन्टापछि बल्ल दिदीहरू आइरहनु भयो हामी आएको 1.5 घन्टापछि बल्ल दिदीहरू आउनुभयो दामी छ पार्क जस्तो रहेछ यो यस्तो दामी भ्यूहरू देखिने फोनबाट चाहिँ त्यति राम्रो आउँदैन रहेछ यसरी हेर्दा चाहिँ गजब आउँदो रहेछ त्यो डाँडा चाहिँ भ्यू पोइन्ट हो त्यहाँ गएर चाहिँ हिमालहरू हेरिन्छ तर आज चाहिँ पुरै बादल लागेको भएर सायद हिमाल देखिँदैन होला यहाँ अब फोटो सेसन भइरहेको छ दिदीहरूको स्मृति तिम्रो नाम भेट्यो क्या ल म फोटो खिच्छु यहाँ चाहिँ यो के हो यो सहयोगीहरूको नामहरू रहेछ दामीसँगले बनाएको स्मृति आफ्नो नाम खोज्दैछ स्मृतिले 1 रुपियाँ देखायो नि त्यही आफ्नो नाम खोज्दैछ सहयोग गर्ने मान्छेहरूको नाम होला सायद सबै घुमेर अब हामी हिमाल हेर्ने भ्यू पोइन्टतिर जाँदैछौँ के हो र यो यसको पानी छुट्टै हुन्छ ए तातो अलिकति मन तातो चिसो हो त्यस्तो
पानी खाने ठाउँ हो जति भरे नि यतिको लुगा धुने ठाउँ हो न पहिलाको पानी भरे अच्छा हो र जति भरे नि घट्दैन यहाँको पानी म्याजिकल वाटर म्याजिकल भइसकेपछि वाटर हुन्छ होला नि पानी कसरी हुन्छ हामी चाहिँ अब हिमाल हेर्न जान्छौँ हिमाल तर पानी पर्ला जस्तो भइसक्यो के हिमाल देखिन्थ्यो यहाँ चाहिँ पानी कहिले नि घट्दैन अरे जतिको त्यति हुन्छ अरे पानी पर्दा नि त्यति नै भइरहन्छ अरे सुक्खा लाग्दा नि त्यति नै भइरहन्छ अरे ल अब हामी हिमाल हेर्ने ठाउँमा भेट्छौँ सबै बाटो बनाउने ढुङ्गाहरू यो बाटो बनाएको ढुङ्गाहरू चाहिँ यहाँ रहेछ बाटो बनाउन युज हुने चाहिँ पानी पुरै खाल्टोमा ए हिमाल हेर्ने ठाउँमा त पुरै उसो लागेको छ अब हिमाल देखिँदैन भोलि आउनुपर्छ भोलि चाहिँ फुटबल फिल्ड घले गाउँको फुटबल खेल्ने ठाउँ रहेछ दामी रहेछ लास्टमा भुइँ पर्दा चाहिँ तोगाल चढ्नुपर्ने रहेछ हैया यस हिमाल छैन हिमाल छैन एउटा के देखाएन बिस्तारै खुल्दैछ बादल स्मृतिले हाम्रो फोटो खिच्दियो स्मृतिलाई थ्याङ्क यू स्मृति एकचोटि मुख देखाऊ खुल्दैछ 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 हिमाल देखिन्छ जस्तो छ यहाँ टिकटक हाम्रो फुपू हाम्रो मम्मी र हाम्रो फुपू चाहिँ सब टिकटकर टिकटक भन्दा चाहिँ यहाँ टिकटक भ्यूज खुल्दैछ भ्यूज भ्यू द भ्यू इज अबाउट टु ओपन दामी अब हिमाल देख्न मात्र बाँकी छ हिमाल दाइ माथि हुन्छ माथि जान्छु अब ल चाहिँ घले गाउँ पुरै छ फिल्ड घले गाउँ बास्केटबल दामी छ त्यो भ्यू पनि दामी छ भ्यू पनि हिमाल चाहिँ खुलेको छैन बादल हिँडिरहेको छ त्यहाँ पनि एउटा गाउँ छ दामी तर देखिएको छैन भ्यू पोइन्ट घुमेर यो के स्कुल स्कुल रहेछ यहाँ चाहिँ राम्रो श्री घले उत्तर कन्या प्राइमरी स्कुल रहेछ
अब गाउँतिर फेरि जाँदैछौँ हामी। चौर यहाँबाट चाहिँ राम्रो देख्दो रहेछ। फुटबल खेल्ने चौर। हिमाल त हेर्नै पाएन। हिमाल हामी फेरि खिच्छौँ बेलुका आएर। बास्केटबल कोर्ट पनि रहेछ। आरम्भ नाम फल यो कुकुर चाहिँ हामीसँग हिँड्छ। हामी जता जता गयो त्यतै त्यतै। हजुर हो आज हामीले हिमाल हेर्न पाएनौ। अहिले एकछिनमा आउँछु। एक्लै भयो नि हेर्न आउँछु। अनि म हेरेर देखाउँछु। हिमाल हेर्न पाएन भने त के मजा। Basketball coach Smriti and Latika. Hazar. Lujum. के खाने हो? ल म दोकानमा किन्छु है त। ल दोकान पुगेर बचाउने मान्छे के डर हो र मुते छि तपाईको कुकुर छ्या छ्या मुते मुते ल चाहिँ गले गाउँको गाडीहरू पाउनु ठाउँ। गाडी पनि ठ्याक्कै आयो। यो चाहिँ मेन इन्ट्रान्स। इन्ट्रान्समा जाउँ न। इन्ट्रान्समा दोकान पिङ खेल त्यहाँ पिङ खेल्न जाने हो। यो चाहिँ मेन इन्ट्रान्स। यो चाहिँ पानी पर्दा आएको। हामी यहाँबाट पुरा छिरेर भिजेर कहाँ जाने हो दोकान? घले गाउँको अफिस कुन हो? यहाँ यो अफिस त। यस ल यो चाहिँ अफिस हो मेन। पर्यटकहरू चाहिँ सिधै जान पाउँदैन। यहीँबाट अफिसले होमस्टे व्यवस्थापन गरिदिन्छ आफैले सबैलाई होस् भनेर पालो सबैतिर सबैको होमस्टेमा सबैजनालाई राखिदिन्छ मिलाएर। यो चाहिँ मेन अफिस हो। यो चाहिँ हाम्रो के हो? यो ड्रिम होटल। के खाने हो र? यो के पार्क हो? खाने पानी योजना। जान्न म त मिङ्गेला जाने र? म जान्न। यहाँ त्यत्रो भुराहरू पनि खेल्छ। कति धेरै भुराहरू हो। लोर भुराहरू पनि खेल्छ। जाउँ अब। चटपटी जाम 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 फेरि इन्टर्न घले गाउँ। हिजो हामी यो बाटो गएको। यो बाटो जाऊँ। यो बाटो जाऊँ न अब। होइन यो बाटो गएको नि। हिँड्न घुम्दै घुम्दै जाने हो कि हेर्दै हेर्दै। बियम कहाँ जान्ला? ए ठिकै हो। आरम्भ अरे बाजेले आरम्भ भन्नु न। जाम ये जाम त्यही त होइन। फसल अब घर जाने हो। डाँडा घुमेर आइहाल्यो भने काका घुमायो।
है चिया सबैले के गर्ने दसैँ आएछु यहाँ खसी बनाएको छ खसी बनाएको छ कि भेडा बनिरहेको यहाँ नि गर्छ सोध्नु न सोध्ने मैले चिन्दैन मैले नचिन्ने मान्छेले कसरी सोध्ने यार बाटो दही चाहिँ फर्किनु भयो हाम्रो प्लान फेरि चटपटी खाने भयो चटपटी कहाँ खाने हो ल खाऊ चटपटी खाऊ छिटो अब आराममा नजिक आउँछ है चटपटीको आराममा नजिक आइसक्यो यो पनि खान्छु नि मिठो छ चटपटी मिठो छ छैन दिदी खानु चाउमिन खाने हो र कति खाने तपाईँको त्यो बाबाले खान्छ आधा त को बाबाले होइन खान्छु दिदी म साख्ने गरेर कस्तो गरेछ कस्तो रहेछ दिपिका चक्लेट एक चटपट मिठो रहेछ कस्तो रहेछ स्मृति चटपट खतरा दिपिका र स्मृति चाहिँ फेरि अनुहार छोपिहाल्दो रहेछ लतिका चटपट चाहिँ मिठो छैन तर सबै सक्यो फेरि के चाउमिन अर्डर दिए हो ल फेरि चाउमिन पनि खाइदिए 50 ठिक छ त हाम्रो पार्टीहरू सब चटपटे खाएर अब त हेलो भन नि त फाइनली फेस रिभिल गरिदियो फाइनली फेस रिभिल भयो हाम्रो फेस रिभिल भिएम के भयो के भयो दाँत झरेर बिरामी भयो यार भिएम अब हामी घरतिरको बाटो जान लाग्यो यो के हो बस पार्क स्टेसन हो कि पार्क हो यो बाटो कता जान्छ भुजुङ जाने बाटो हो यो भुजुङ नायो सब यताबाट जान्छ हामी चाहिँ यता हाम्रो पनि भिडियो आउँछ हाम्रो पनि भिडियो आउँछ हामी पनि ब्लग बनाउँदै हिँड्ने ब्लग हालिदिने यहाँ चाहिँ ढलाइवाला बाटो रहेछ बाटो त खतरा कस्तो सस्ता स्पाइड पानी पर्न लाग्यो हामी चाहिँ छिट जाउँ पानी पर्न लाग्छ यस्तो यो चाहिँ बाटो फेरि यहाँ नि होमस्टे छ सबैतिर यहाँ नि होमस्टे फेरि पानी पर्न लाग्यो यहाँ त छिनमै मौसम बदलिँदैछ मौसम र केटीको घर हुन्न भन्थ्यो ल कुन बाटो यो बाटो एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सु आउँछ एकैछिनमा पानी पर्छ ले के भएको यस्तो पानी पर्न लागिसक्यो पाक्यो पानी पर्न लाग्यो जाउँ घर आयो पानी पर्नुभन्दा अगाडि
यस यो गेट गाइस हर्सलाई रोक्ने गेट हर्सलाई यस्तै हुन्छ नि त हर्स हाम्रो घरमा हर्सै छैन हामी के त हर्स यहाँ बाहिरबाट बुल आउँछ कि ल कपडा पहिले उठाइसकेको रहेछ फाइनली पानी पर्नुभन्दा अगाडि हामी घर आयो सबजना हामी गाउँमा यस्तो मजाले खाजा खाने सबैजना स्मृति खाजा भ्यायो अघि खाजा खानु मन पर्दैछ कति रमाइलो हुने रहेछ सबजना दिपिका हेलो भन् ए लद्दिका ए हेलो भनिदेऊ मम्मीले हेर्छ नि त्यो त पग्लिन लागिसक्यो चियर्स मेवा चियर्स मेवा नि मिठो रहेछ अब सोच हामी तास खेल्ने हो ल हामी तास खेल्ने भिडियो बनाउँछु ल सबैजनाले गुरुङ कुरा बोल्छ मैले गुरुङ कुरा बुझ्दैन कसले तिमीले बुझ्छ गुरुङ कुरा बुझ्छ गुरुङ कुरा बुझ्छ कि बुझ्दैन बुझ्छ तिमीले बुझ्छ बुझ्दैन स्मृति गुरुङ कुरा बुझ्छ ए खाजा खाएर भ्यायो अब एकछिन हामी तास खेल्ने बेलामा भेट्छौँ खाजा खाएर बाहिर निस्किँदा यस्तो डेन्जर जस्तो लागिसकेको रहेछ यहाँ चाहिँ खतरा मौसम चेन्ज हुने यस्तो छ सरर जाडो भइरहेछ पानी पर्ला फेरि उसो पनि डह्रो आयो उसो आयो अब म सुत्छु सुतेर बेलुका बनाउँछु ल फाइनली खतरा भ्यू देखियो मानुङकोट पनि होइन हाम्रो लमजुङ हाम्रो घर छेउबाट देखेको मानुङकोट भन्दा खतरा भ्यू छ ल दामी हिमाल फाइनली हिमाल देखेको छ दामीसँगले खुलेको छ आकाश म हिमाल देखाउँछु अब यहाँ पनि एउटा गाउँ छ हिमाल फेदीमा ठ्याक्कै हिजो देखिएको थिएन आज देखिएको छ आज हिमाल पनि दामी देखिएको छ पुरा क्लियर आँखा अगाडि यस्तो डाँडामा दामीसँगले गजब छ ल घलेगाउँको ब्युटी हो यो चाहिँ यो तल खोजमा पनि खोला बगिरहेको छ त्यता पनि गाउँहरू छ राम्रोसँग नखुलेको भएर नदेखेको हिजो आज सबै देखेको छ डाँडा काँडा हिमाल दामी खुलेको बेलामा चाहिँ मजाको देखिन्छ अझै क्यामेरा भन्दा नि आँखाले धेरै राम्रो देखिन्छ यो क्यामेराले त्यति खिच्न सक्दैन सायद 30% पनि खिच्न सक्दैन होला कि मलाई नआएर पनि हुनसक्छ फेरि भेट्छौँ हामी Oh my god वाह मानुङकोट जान छोडिदेऊ केटा हो आऊ घलेगाउँ हिमालदेखि
सब देखिन्छ मानुकोट जस्तो दृश्य सब हेमा दामी आँखाले नभ्याउने बादलै बादल वाह थाकी म हस् याम गजब गजब this hey वाह 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 what a view yes गजब यसको पनि अब एक दुईटा सिनेमेटिक हान्नु पर्यो She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. Maybe next year in Madrid, or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler. मैले चाहिँ अलिअलि सिनहरू खिचेँ खासै राम्रो खिच्न आउँदैन तर हेर्न चाहिँ दामी छ अब यस्तै हो हिजो पानी परेको गरेर खिच्न पाइएन आज बिहान आज सबै खिचेँ अब घरमा पनि त्यहाँनिर कामहरू हुँदैछ अब घर जान्छु अब यो चाहिँ सायद यो पल्टको भ्लगलाई चाहिँ यति नै गर्छु किनकि अब भोलिको फेरि यहाँनिर लाइन छैन हिजो ट्रान्सफर्मर उडिका अरे गुडाङगुडुङ गरेर यदि चार्ज गर्न पाएँ भने भोलिको छुट्टै बनाउँछु चार्ज गर्न पाइएन भने यति नै हो इन्ड ल सबैलाई मेरो तर्फबाट थ्याङ्क यू है त ल